ठिकै चलाएको अहिले पहिला जस्तो भएन क्या दाइ पहिला जस्तो भयो त हजुर नि 3 वर्ष मैले लगभग राम्रै गरेको नि कोरोना बुझिस् नि कोभिड पछि पनि त 1.5 वर्ष त दाइ राम्रै थियो नि गराक बनाउने टाइम लाग्यो नि त पहिला गराक बनाउने लाग्यो दाइ त हिँड्नु भयो नि त यता जाने उता जाने हिँडे गरे दोकान नचल्ने भनेर हिँडे ल कहाँ लाग्यो भन कहाँ लाग्यो हामी भन्न कहाँ जाने अब हामी यो के अरे दरबार सङ्ग्रहालय दरबार माथिकोलाई के भन्छ त नि मन्दिर भन्छ हामी अब यहाँ गोर्खा दरबार जान लाग्यो सङ्ग्रहालयमा दाई म भतिजो अब ह्यान्डसम भतिजो पारा तेरो पारा पनि फेरि टोपी लाउनु चिसो हो टोपी लगाएर हिँड्नुपर्छ चिसोमा फोटो खिच्न के चाहिँ लाउने के हुन्छ भन्छ यो भन्दा नि लास्टिङ हुन्छ चस्मा लगाएर देखिन्न बाटो यो छ्याक्कै देखिन्न रहेछ दाइ यहाँ झन् चस्मा लगाएर झन् चस्मा लगाएको छ्याक्कै देखिन्न कता देखाउनु म यहाँ छोडिदिनु कि मेरै हात हुनु तपाईँ भन्न त बोल त्यसै देखाएर कहाँ जाने यसो तल त देखिनु परेन अनि त्यही हो ल अनि अब हामी उताबाट जानुपर्छ अनि अनि तल बोल भनेको अनि बस पारा गयो बस अनि यतापट्टि चाहिँ बस राख्नु अनि त्यही हो अनि यतापट्टि बस राख्छ अनि त्यही हो के हो त नि अनि भन्न बस पाराको अनि बस पारा के हो यो बस पाराको अब गाडीहरू राखिन्छ त यो नजन्मिँदै आएको म यहाँ माथि गएको त चस्मा लगाएर दाइ झन् छ्याक्कै देखिनु रहेछ नि त यत्तिकै खोल्नुपर्छ नि सेतो देखिन्छ चस्मा लाउनुपर्छ क्लियर देखिन्छ कि ल हेर चस्मा लगाएर हेर त झन् क्लियर देखिन्छ चस्मा झन् क्लियर हो होइन चस्मा लगाएर अङ्कलको दामी छ नि चस्मा पारा खालि पारा उयसको यस्तो जाडो अँध्यारो देखिया खै के भयो के भएको छ गाइस त्यही भएर त्यहाँ यस्तो बोलाइरहेको छ हेर्नु भएन के हुने अनि के चोले हात भने दमकल आउनै नहुने हो र टोयलेटमा पानी हाल्लाको माथिबाट साइडबाट हिँड्नुपर्छ माथि ल ला नि त ल भन तैँले बोल्न केही बोल्दैन छ नि यो माथि जाने बाटो हो हिँड्दै बाटो यो टोयलेटमा पानी हालेर आएको हो भन्न भित्र जाने कता जाने यताबाट जाने ल हिँड्न त यसले मलाई थका भन् तेरै भिडियो आइन्छ कि यो तेरो ब्लग ल ल माथि छ कि माथि त यत्रो छ त मैले माथि गर्दैछु तल देखिहाल्छु ल ल ल ल भन् कताबाट अब यताबाट जाने हो यताबाट ल भन् हजुरलाई के खाने यता आउनु सक्नुहुन्छ अनि यताहरू सवारी साधन नमिलेर यता आउनु ट्याक्सी चढ्नुभयो ट्याक्सी कहाँ जान्छ यो ट्याक्सी तपाईँले जहाँ भन्नुभयो तहाँ जान्छ अब हजार भयो कि तैँले आछी गरेको धुनी होइन यस्तो होइन आगो लागिमा यता प्याक भयो फेरि होइन टाउकोमा लाग्दैन र तैँले भनेकै भयो नि त आउँछस् भने नगइकन कुरेर बसेको दाइले म अनि हामी नत्र अघि नै जान्थ्यौँ नि तल कुरेर त हो नि काम त बल्ल माथि काम रहेछ दाइ बा यो कुहिरो के बिदी कुहिरो लगाएको यस्तो छ कुहिरो लगाएर अलि माथि आएर अफ गरे किन
त्यहाँ रानपोखरीमा घुसेर अँ अनि यस्तो भिडियो बनाउने ल हिँड्न त नि यतिकै अफै किन गर्नु पर्दैन ल जाउँ गोर्खा यसरी भन् न यसरी भन् छोड त म त देखाउँछु ल भन् यसरी हेर अब त गाइज अब हामी चाहिँ अब रानपोखरी पुगिसक्यौँ अब तपाईँहरूले के अब त्यो रानपोखरीको भित्र के छ म त्यही देखाउँछु अनि त्यही अब लेट्स गो ओ माई गॉड लेट्स गो ल होइन अनि यसरी देखिन्छ कि त बनाउने हो पछि यसो गरेर बुझिस् नि ल ढोक्नु पर्छ ल ढोक्यो ल ए कता जाने यताबाट हो यताबाट ल हिँड्नु त यस्तो यहाँ बरु माथि चिसो चिसो रहेछ यार ल त जान्छस् म देखाइदिन्छु सबै गाइजहरूलाई ल हिँड्नु यो कस्तो हो भित्रको जुत्ता लाएर जानु न हेर्नु न छोडिदिएर लाइज यहीँबाट देखियो हुन्छ के भयो कि देखिसक्यो आइज तर म लाइज यहाँ खै त अलिक सानो भइस् कि त सिधै बनाएर हिँड्दा पनि त यत्रो तर देखिन्छ देखिन्छ हेरे गयो फोकस ठुलो देखाउँछ नि जता जता देखाउँछ ल गाइस उता चाहिँ ल, अब एउटा काम कुत्रो नखुडिकिने अनि त्यही हो अब हामी चाहिँ यताबाट जानुपर्छ यता के यता कता जाने यता हो यस्तो गर कि यसरी ल भन् अनि अब चाहिँ हामी अब यो जानुपर्छ पोखरी पनि यही हो जानुपर्ने हो कि ल देखाउँ खै अरू त भित्र पनि जानु मिल्छ भित्र जाने भित्र जाने अनि भित्र गएपछि अब यसो यसो सर्ट्स हुने बिस्तारै गर स्पिडमा गरेपछि त बिग्रिन्छ ल बोल अनि अब चाहिँ हामी अब रानपोखरीको गेटमा पुगिसक्यौँ अनि हामी अब समाधान गरिसक्यौँ अनि तपाईँ बोल्नु अब मलाई थाहा के भयो किन थाइस् नि अघिदेखि बोल हुन्छ नि चुट्टी कसरी दुख्छ नि नन सुषमा अध्यार त पोखरी माछा छैन ए यस्तो के फोहोर हो होइन लिँदै छ कस्तो छ के तलको रङ लगाएको होइन दाइ ल्याउ लेउ हो कि धेरैसम्म सफा नगरेको हो कि यस्तो ठाउँमा चाहिँ सफा गरेर राख्नुपर्ने हो त अगाउँ ल जाउँ पर्छ यति मात्रै हो जाउँ ल अब कहाँ जाने भन् ल त आज गाडी खण्ड ल यसरी भन् ल यतै चाहिँ कता जाने होइन सँगले जानु त सङ्ग्रहालय जाने सँगै ल सङ्ग्रहालय जा त्यहाँबाट के दरबार दरबार हिँड्दै जाने माथिसम्म जाने जाने खुट्टादेखि पनि बस्ला ए यो त म त हिँड्दै जान्छु म पनि दाइ यो सक्नुहुन्न बुढो मान्छे हामीभन्दा बुढो हुन्छ नि दाइलाई नि तर म त यङ्स्टर हो नि भर्खरको मान्छे हो नि तर म त होइन पहिला पहिला कस्तो राम्रो गाइस हेर्नु कस्तो राम्रो आइछु गर्मी मान्नु भयो गऱ्यौँ भयो यस्तो शीतल गऱ्यौँ भयो पहिला दाइहरू कहाँ बस्नुहुन्थ्यो कि ऊ त्यसमा हो उयो घरमा ऊ त्यो घरमा हो उयो सेतो घरमा हो उयो सेतो घरमा त नजन्मिँदाखेरि कृतिका जन्मिँदाखेरि यहीँ बस्नुहुन्थ्यो म आएको थिएँ यहाँ त्यहाँ बस्थेँ यहाँ त पछि हो यो जन्मिँदाखेरि हो यो जन्मेपछि हो तेरो दिदी जन्मिँदाखेरि यहाँ बस्नुहुन्थ्यो यो अहिले उहिले कृतिका कति वर्षको भयो दिदी कति वर्षको भयो दिदी 14 अनि 14 वर्ष अगाडि माथि गएर छु म वहाँ माथि के दरबारमा सूर्य दाई पुरै सबै पुरै भागै देखिन्छ कि हेर्दा यति नै तर पुरै देखिन्छ माथिसम्म भन् एउटा मूर्ति हो यो के हो दरबार होइन यो कसको दरबार हो भन् त ल कसको दरबार पृथ्वीनारायण शाहको दरबार हो उहाँको घर हुन्थ्यो पहिला उहाँ चाहिँ बित्नु भएछ अब बितेपछि अब यो चाहिँ अब म्युजियम भयो अहिले होइन ल ठिक छ यस्तो दामी चाहिँ भित्रपट्टि देखाउन मिल्दैन क्यामेरा युज गर्न मिल्दैन अरे त्यही भएर हामीले चाहिँ यो बाहिर छ्यालमा आएर खिच्न लागेको हो यसरी होइन छ्यालमा आएर दामी छ दामी अब त यहाँ अब के छ अरू अब यता देखाइसकेँ ल ल अहिलेलाई यति ल
एउटा निस्क्यो माथिबाट अब चाहिँ हामी अब तल जानुपर्छ यता खिच्नु पर्छ एकदम क्लियर आउँछ तिम्रो समातिकै फोटोसुट चलेको त्यहाँ यो गोर्खा दरबारी सङ्ग्रहालय कस्तो हुँदै आएको यताबाट जेला रहेछ ल ल यहाँ आँखा देखेन मैले त्यो मिलाएर बनाएको दरबार कति खर्च गर्दैन यस्तो दामी चाहिँ कोही त्यो अब कहिले जमानाको जनताको विषय त्यो त राजा भएपछि त्यस्तै त हो नि के हुन्छ त्यहाँ त मान्छेहरू गाडहरू बस्नु छ कि जाम तलतिर जाम ल यहाँबाट तल टोपी कहाँ खालि बन टोपी खोइ माथि खोजेर लिएर यसले कहाँ साट्यो लगाएको थियो त टोपी टोपी त यहीँ छ त टोपी टाउकोमा लगाएन नल्याउनु पर्छ नि टोपी टोपी साट्ने ल बोल ल बोल ल ल यतिकै बोल यतिकै अब गाइज अब हामी अब तल जान लाग्यो सिधा गर सिधा अब यस्तो अब चाहिँ अब यस्तो खाले अब यस्तो बस्ने कसले थकाल्यो भने यता बस्नु सक्नुहुन्छ अनि यता या तेरी क्या ल यहाँ एउटा फोटो हाल्दैछ त्यो यो देखिनु पर्यो नि यहाँबाट त्यसबाट फोटो हाल एउटा के अरे सर्ट्स हाल्नु न गर्नु के हाल्नु न कस्तो सर्ट्स हाल्नु यस्तो यस्तो जाने यताबाट ए त्यो त यही देखिन्छ कि मेरो यसो सर देखियो ल यसको स्टोरी राम्रोसित देखिने गरेर त्यहाँ देखियो कि राम्रो फोटो हेरेर अनि हान्ने गर्न सबै दरबार देखाएर गरेर हान्नु पर्ने त्यसै अनि धेरै टाढो भयो हुँदैन यता चाहिँ राम्रो देखिन्न खै ल एक क्लिकमा हुन्छ हेर्नु फोटोहरू पहिला जाम अब तल खेल्न जाम चिप्लेटी खेल्न जाम कि पिङ खेल्न चस्मा नलागिन ल चस्मा दाइले फेरि चस्मा नलागेकोलाई नेचुरल फोटो भन्नुहुन्छ अनि त्यो गाइज अब चाहिँ यता फोटो सेसन गर्छ टक्क अनि अब चाहिँ आँखा घामले उस हुन्छ कि आँखा राम्रो अनि अब चाहिँ हामी अब तल जानुपर्छ अब त्यही हो के गर्नु तल के छ भने तल चाहिँ अब बच्चाको खेल्ने चिज छ खेलाउन अब यो खेल्न ल यसरी आफूले पुग्ने कि तैँले ल यतासम्म यता ल ल आउँदै अब लगाइज अब हामी चाहिँ अब तल जान लाग्यो आउनु न फेरि हामी जाऊँ अनि अब चाहिँ हामी अब एकजना लाग्यो त्यो त मान्छे देखिनु पर्छ अब गाइज अब हामी चाहिँ अब तल पुग्नलाई मलाई देखाउनु मलाई तर देखिरहेको के त त्यहाँ तल पछि भिडियो युट्युबमा हेर्न ल अब गाइज अब हामी चाहिँ अब यस्तो छ उता चाहिँ अब मन्दिर छ त्यस्तो हुन्थ्यो अब हामी चाहिँ यता जान लागेको कहाँ जाँदैछ तर यो यस्तो आनन्द आएको घामले यार त्यता फुलहरू कस्तो राम्रो खाले खेल्ने ठाउँ कता हो त्यो जाम अब त खेल्ने हेर्नुहोस् पिङ पिङ खेल्ने भने नि त नि पिङ खेल्ने ठाउँ त जाम न हिँड्नु आउनु हजुर ल ल फोटो यहाँ तयार हुन्छ कि यता देखिन्न फेरि यस्तो गर्नुपर्छ जा मोबाइल हेरेर पहिला फोटो हाल्नु तेरो भिडियो भयो कि तेरै मात्रै भयो कहाँ जाँदैछ यहाँ ल
भन्न अब गाई जब हामी चाहिँ अब फोटो रिल्स बनायौँ अनि यतापट्टि यस्तो अब तल जान लाग्यो हामी चाहिँ अनि त्यही हो अब यो के खेल्ने अरे पिङ खेल्ने अब पिङ खेल्ने सिबली पनि खेल्ने त्यो रोलर अब यो र म चाहिँ पिङ खेल्ने अब बच्चासित अब बच्चा हुनु परेन रमाइलो पनि हुन्छ कता यताबाट होला नि कताबाट जाने हो बाटो त आएन अब यस्तो छ बाटो यसले त मलाई त भिडियो बनाउने नि दिन आफै बनाउनु पर्छ आफै लगेर कहाँ छ हजुर होइन यहाँ पिङ खेल्ने अरे कि यसले ऊ त्यहाँ पिङ छ अरे पिङ चिपेटी छ कि त्यहाँ यसले यहाँ चिप्लेटी पिङ के खेल्ने अरे कि आयो काली घट दिल तेरे कम की खै कहाँ हो त्यहाँ हो र यता जाने होइन नि त उता जाने हो हुन्छ यहाँबाट हिँड्न आइज यहाँबाट गइदिउँ कि यहाँबाट गइदिउँ हेर्दै यहाँ सर्टकट रहेछ त्यही भएर सर्टकट रहेछ कि त्यसरी चालियो नि अब डर हुन्छ कसैले गाली हो कि के गर्ने हो भनेर त्यस्तो बाटो यता खा सर्टकट हानेको यो नचिक्दैन अहिले त खै उसै छैन छन् त छ यहाँ किन चाहियो त नि पहिला बो आएर कसैले आक्रमण गर्ला र अनि भन्ने डरले राख्ने हो अहिले त को आउँछ र ओइ चल के गर्छस् तैँले यताबाट भन्न यताबाट अब भन हामी पिङ खेल्ने हो भन सिधा सिधा ल म पिङ खेल्छु तैँले भिडियो बनाइदिए है त ल जा खुट्टाले नखिच त्यहाँ खुट्टाले नखिच बस्नु अब ल ल ल खसाले उता जा त उता मलाई यता सिधा सिधा क्यामेरा यस्तो जाने एउटा क्लासमा हो यस ल खिच ल म बसेर भाँचिने हो कि भाँचिन हौ ठुल्याडी बस्नु मा मेरो चाकै हटाएन के बस्नु म चाहिँ खेलिदिन्छु अब म चाहिँ खेलिदिन्छु खस्दैन के अहिले मलाई यहाँ ल के ल ल खेल्नु के भयो क्यामेरा खोयो त बखाने कि यहाँ खिच्न 4 सिट दिएर यताले यो बखाने कि म पिङ खेल्न लाखु है ल किस बिस्तारै मेरो बमभन्दा सानो छ यो बस्ने ठाउँ सुतेर खेले जस्तो भयो म चिन्नु मिल्दैन खिच उता खिच्दै ताइकन बराबर खिच्के नजिक नखिच माथि गर्नु न माथि गर्दै म तान्नु त के तान्ने तान्नु न तान्ने होइन कि यो यति खिच्ने हो खस्छ सिधा राख सिधा भन्न यहाँ
अङ्कलले फुलबारी खेलिराख्नु भयो भन् खेलिरहनु भएको छ अनि ठुलो पनि बच्चाको झै छ अनि ए लडे के साइड हेरिरहेको देखा न अनि यता चाहिँ ल अब गाइज अब हामी चाहिँ अब म्युजियमबाट फर्किनु लाग्यो त्यो म्युजियम यतापट्टि खिचेर यतापट्टि गयो अनि त्यसपछि पुगिहाल्छ खिच्नु छ त्यो क्यामेराम्यान सिधै कि यस्तो नखिच्दै हामी सिधै नभए यहाँ ल लखी ल अब हामी ल भन्न यति होइन त्यहाँबाट थुट्ने होइन तर मैले यहाँबाट बोल्न देखेँ अनि त्यसपछि गाई ल त्यो बोल्दै गर्नु अनि त्यसपछि हामी चाहिँ अब निक्लिनु लाग्यौँ अनि यता चाहिँ ठुलोटीले फोटो सेसन गर्नु भन्नुभयो अनि यहाँ फोटो सेसन गरिरहनुको हामी गएर सुराउँदै थियो अनि त्यसपछि हामी सुन्नु तल चाहिँ अब हामी चाहिँ यसरी देखाउनु पर्छ लिएर ल तँलाई पनि देखाउनु पऱ्यो मन देखाउनु पऱ्यो ल भन् अनि गाई जब हामी चाहिँ अब निक्लिनु लाग्यो अनि त्यो सेलुङ अब इटिङ पनि खानु पऱ्यो यहाँ भोक लाग्छ मान्छेलाई स्कुलबाट पनि केही नै होइन कि मैले आहा तल अब यहाँ घुम्न अङ्कलसित घुम्न जानु हतार परेर अनि तैँले नखाइकन आएको ताहा अब जानी खाने के हो र त्यो के त्यो पेन्टिङमा देखाउनु त्यो पहिला त्यो त्यहाँ केजीको कसले बनायो पेन्टिङ खै बनाएको पछि फेरि उसो भएछ पानीले गएछ अब हामी सङ्ग्रहालयको बाहिर निस्किँदै अब सिद्धियो आजको घाम फेरि दाइले 3 धारातिर जाने भन्नुभयो कहाँ जाने अरे ल मोमो खाम लाग्यो ल अब सङ्ग्रहालयबाट निस्क्यो अब यहाँबाट अब कलेक्सन त्यसमै घरतिर नारायणघाटतिर निस्किने होला त्यसपछि अब हामीले खाजासाजा खाएपछि उता उज्जैन भन्नुभएको ठुलाडी अनि खाजासाजा खाएपछि उता पस्नु गएपछि घर जान्छ नारायणघाट अनि त्यही हो ल आजको लागि यति नै भन्नु आजको लागि चाहिँ त्यति नै हो यहाँ ट्याक्क म गएको थिएँ अनि आजको लागि त्यति नै हो भिडियो राम्रो लाग्यो भने लाइक अनि सेयर सब्सक्राइब गरिदिनु होला ल बाई ल साथीभाइ अब हामी गोर्खा छोडेर अब फेरि ब्याक टु होम दिनभरि म्युजियमतिर सङ्ग्रहालयतिर घुमियो अब घरतिर लाग्नु पऱ्यो लास्ट डेस्टिनेसन यही थियो अब घरतिर गोर्खाको चिसो नारायणघाट ठिक छ ल सिद्धियो 2 दिनको घुमघाम तर आज चिसो थियो बिहान कुहिरो लाएर त त्यो कुहिरोमा भिडियो गर्न नि मन लागेन कि त्यस्तो अब ठाउँ यहीँको यहीँ पनि बाटो देखिँदैन कस्तो दाइ है लो पैसा दिँदाखेरि नलिने के उसलाई त हामी बसे खुसी हुने मम्मीले भन्नुभएको थियो कि त्यसले त कृतिकले साह्रै गरेपछि मम्मी आउनुभएको थियो अस्ति नै ए मम्मीलाई छोडेन अरे चिसोमा पिसा फेरेर निस्किनु पर्ने रहेछ पिसा फेरेर निस्किनु पर्ने रहेछ यहाँ बाइकको चिसो हावा हान्ने बित्तिकै पिसा लाग्यो त्यो भर त्यहाँ बसिरहेको थियौँ केही भएको थिएन यो भर चिसोले हानिहाल्यो खुट्टामा किन डराउनु भयो होइन उकालोमा त डर लाग्छ दाइ यहाँ दिनदिनै तल माथि गर्नेहरू सुई जान्छन् दाइ दिनदिनै तल माथि गर्ने के
स्वयं हात छोडेर जान्छन्। हिजो मैले हामी आउँदाखेरि एउटा केटा देखेको त्यो एएसमा के बजाजको, हिजो नि हात छोडेर आएको थियो, भर्खर पनि हात छोडेर आएको देखेको त्यसलाई, त्यही सेम केटा हो, त्यही बाइक हो। केही त छोड्दैन नि दाइ है, छोड्यो नि के हुन्छ, गाडीमा हालेर पठाइदिइहाल्छ कमल दाइले। अरूभन्दा चार्जर छुट्यो भने झ्याउ, चार्जर मेरो चार्जर छुट्यो भने चाहिँ झ्याउ। अघि रुन्छ को रुन्छ भनेको मान्छे रो लास्टमा त कृतिक रोइस है। अहिले भिडियो भोलि भिडियो हेर्दाखेरि अनि अङ्कलले कुरा गरेको सुन्नियोस्। तर धेरै टाठो माया लाग्दो छ केटा। ल रोक्नु है दाइ, घडी मिलाउँछु म। रोएर कस्तो तलपट्टि आइएको छैन व्यापार त्यहाँ नि त्यस्तो आज नगरेर हामी अब 1 घन्टा पुग्छौँ। 1 घन्टामा पुगिन्न, गफ नहान्नु, 1.5 घन्टा लाग्छ। चिसोमा बाइक चलायो भने नि गाह्रै छ। थ्याङ्क्स फर वाचिङ गाइज। चिसो नि आजको ब्लग यहीँसम्म। अब घर जान्छु, राति गर्न लागिसक्यो, एकदम भइसक्यो। अब यति नै हो आजको लागि। थ्याङ्क्स। ओ